नमस्कार। मेरो नाम राम बस्नेत। मेरो घर चाहिँ सिन्धुपाल्चोक चौतारा। म हाल साउदीमा छु र आज छोटो भिडियो बनाउन मन लाग्यो हजुरहरूको सामु। अनि के को विषयमा भन्नु होला हैन। अब मैले भन्दै जाँदाखेरि अहिले हाम्रो यो सबैतिर चाहिँ भाइरल गराउनु भएको छ हाम्रो दाइले हैन। भोजराज दाइको बारेमा हो यो। भोजराज दाइलाई कतिले राम्रो पनि भन्छन् नराम्रो पनि भन्छन्, त्यो आफ्नो ठाउँमा छ हैन। सबैको नजरमा राम्रो हुन सकिँदैन। तर भोजराज दाइ चाहिँ मलाई चाहिँ एउटा दुखी पीडित असहाय अनि भनौँ न गरिब गुर्जाको लागि चाहिँ भगवानै ठान्छु म उहाँलाई। म पहिले प्रत्येक उहाँको भिडियोहरू हेरिरहन्छु हैन। धेरै भयो उहाँको भिडियो हेर्न थाले त मैले। र पनि अब हामीले त अब हामीले उहाँसँग कुरा गर्न पनि सकेका छैनौँ। अब त्यस्तै हो, अब कुनै दिन गर्न पनि सकिएला। र भोजराज दाइलाई मान्छेले कति यो टिकटक फेसबुकमा म देख्छु हैन, हजार थोक भन्छन्, खुट्टा तान्छन्। त्यो दाइले चाहिँ आफ्नो मनसाय लिएर हिँड्नु भएको छ। र राम्रोलाई राम्रै भन्नुपर्छ हेर्नुहोस् है, सबैजनाले नराम्रोलाई नराम्रो नै भन्नु होला। किनभने भोजराज दाइ जस्तालाई नराम्रो भन्ने त त्यो अलिकति सड्केली मात्रै हो। किनभने उहाँले त्यो गरिब गुर्जालाई चाहिँ भनौँ न दुखी पीडित असहायलाई सहयोग गरेर देख्दा मेरो पनि मन चिसो हुन्छ। किनभने हामीले त्यो सक्दैनौँ क्या। किनभने हामीसँग त्यो क्षमतै छैन त्यति। अनि भोजराज दाइले चाहिँ धेरैले गर्नुभएको छ हैन। कतिको घर बनाइदिनु भयो, कतिको बिचली भएका भाइ बहिनीलाई लगेर चाहिँ पढाइदिनु भयो होला। उनीहरूको घर खाने सामग्री हर थोक सरकारले गर्न नसकेका भोजराज दाइले गर्नुभएको थियो। पहिला रवि दाइले गर्नुभएको थियो हैन। अब रवि दाइलाई पनि त्यस्तै नै फसाइएको छ, सबैलाई थाहा छ। भनेपछि भोजराज दाइले धेरै नै राम्रो गर्नुभएको छ हैन। र राम्रो गर्नलाई राम्रै भन्नुपर्छ क्या सबैले। किनभने म भोजराजको दाइको पर्ने त कोही होइन। म त एउटा किनभने फेसबुकमा हेर्छु, युट्युबमा हेर्छु, उहाँले गरेको सहयोग र उहाँले गरेको त्यो मेहनतलाई मैले प्रशंसा गर्न खोजेको हो है। अनि कति भाइ बहिनी भनौँ न दुर्गम गाउँमा जन्मेका भाइ बहिनीलाई चाहिँ उनीहरूको प्रतिभा लुकेका भाइ बहिनीलाई ल्याएर रेकर्ड गराइदिनुहुन्छ, उनीहरूको भविष्य बनाइदिनुहुन्छ। किनभने उहाँले पाउनु त के हो र हैन। तर उहाँ त्यो भाइ बहिनीको त भविष्य बन्यो नि त। त्यहाँ अस्ति नै 2-3जना बहिनीहरू लिएर आएर चाहिँ रेकर्डिङ गराउनु भयो। रेखा बहिनी हेर्नु त, रेखा बहिनीको अहिले जिन्दगी कति राम्रो भएको छ। अनि भनेपछि अनि अहिले हालसाल हाम्रो विनोद भाइको त म फ्यानै भइसकेँ क्या। विनोद भाइको त गाना पनि यति राम्रो लाग्छ नि मलाई। नभन्दै एउटा गाउँमा जन्मेको मान्छे होइन, केही भनौँ न हामी दुर्गम क्षेत्रमा जन्मेको मान्छे, एउटा उहाँको गाना मलाई त्यो एउटा गाना गाउनु भएको छ नि, एकदम मनलाई छोयो क्या त्यो। कहिले तिम्रो सहरमा त मटर गुडिया छ अरे भन्ने, एकदम मलाई मन पर्यो त्यो गाना चाहिँ हेर्नु उहाँले गाएको। अनि विनोद भाइलाई यति सोझो भाइ क्या, उसलाई त केही बडा भनौँ न अहिलेसम्म काठमाडौँ नै नपुगे भाइ त अहिले त ऊ त कस्तो भएको छ क्या। मलाई नै देख्दा नै म अलिकति त्यो भाइलाई देख्दा त म नै अचम्म लाग्छु क्या। त्यस्तो भाइहरू पनि रहेछन् अझसम्म नि गाउँमा भनौँ न कति मिहिनेत गरेर बसेको, एउटा प्रतिभा लुगाएर बसेको। अहिले भोजराज दाइले चाहिँ त्यहाँ गएर उहाँलाई चाहिँ नलिएर आएको भए उहाँको प्रतिभा लुकेरै बस्थ्यो, उहाँले केही गर्न सक्नुहुन्न थियो। उहाँको आमा बुबा हेर्नु त, आमा एउटा के शारीरिक अवस्थामा हुनुहुँदो रहेछ। अनि अहिले अब उहाँले विनोद भाइले अब कमाउनुहुन्छ, राम्रोसँग रेकर्ड गर्नुहुन्छ। उहाँ त भोलि राम्रो उसमा जानुभयो भने त उहाँको परिवारले राम्रोसँग चाहिँ सुख शान्ति पाउनुहुन्छ। अनि तर इन्टरभ्यू दिनै उहाँ लजाइरहनु भएको छ क्या विनोद भाइ। अब केही थाहा छैन नि त, गाउँमा गएर भर्खर जानुभएको छ, भोलि सिक्दै जानुहुन्छ होइन। अनि त्यहाँ मैले देखिरहेको छु भोजराज दाइले त त्यहाँसम्म पुऱ्याइदिनु भयो। अब उहाँ गर्ने त उहाँको हो होइन, विनोद भाइको। तपाईँलाई शुभकामना छ, राम्रोसँग गर्नु होला है। अब मिहिनेत गर्नु होला, तपाईँको स्वर अचम्मै राम्रो छ। अनि हाम्रो सिनियर दिदी इन्द्रकला बेसी दिदीले उहाँलाई सपोर्ट गर्नुभएको छ, दिदीलाई पनि धन्यवाद है। अनि अब हर मान्छे, हर युट्युब, हर पत्रकार एउटै हुँदैनन्, भोजराज दाइ जस्तो हुँदैनन् है। र अरू भएको नभएको न्युज नबनाइदिनु होला सबैले। र अनि विनोद भाइलाई भन्न चाहन्छु म,
राम्रोसँग गर्नु, राम्रोसँग आफ्नो उद्देश्य के हो त्यो पुरा गर्नु है। अनि धेरै धेरै धन्यवाद। इन्द्रकिला बिसी दिदीलाई पनि धेरै सपोर्ट गरिदिनु होला त्यो भाइको लागि है। अनि भोजराज दाइलाई त झन् धेरै धेरै धन्यवाद दाइ, भेट्न मन लागेको छ। अब कुनै बेला हाम्रोतिर गाउँतिर नि पुग्नुभयो भने भेटघाट होला, काठमाडौँतिर आए बेलामा यसो बाटोतिर भेट्यो भने नि भेटघाट होला दाइ है। हजुरलाई त अब के भनेर चाहिँ धन्यवाद दिनु होइन। हजुरको परिवार सुख शान्ति र हजुरले जस्तो कर्म गर्नुभएको छ त्यो अनुसारले नै हजुरको फलोस् फुलोस् होइन। अब अरू पनि त्यस्तै दुःखी पीडित गाउँमा प्रतिभा लुकेका भाइ बहिनीहरू ल्याएर त्यही यस्ता नै सहयोग गरिदिनु होला, उहाँहरूलाई ठाउँमा पुर्याइदिनु होला। र अब राम्रो गर्नेलाई राम्रै भन्नुपर्छ, दर्शक श्रोताहरूले पनि अब सबैले नराम्रो नसोच्नु होला। किनभने रेखा बहिनी अनि फेरि अर्को के बहिनीहरू अनि फेरि अझै उहाँले ल्याएर चाहिँ अहिले उहाँहरूको जिन्दगी कति राम्रो भविष्य बनाइदिनु भयो नि त होइन। उहाँहरूले त केही देखेको थियो भनौँ न, ओहो गाँठी हामी पनि त्यो ठाउँमा कहिले पुग्ने होला भन्ने थियो नि त। अहिले सपना सबै साकार भएको छ बहिनीहरूको, भाइ बहिनीहरूको। र सबैले भोजराज दाइलाई धन्यवाद दिनु होला। किनभने भोजराज दाइलाई त मैले देखेको पनि छैन, किनभने यो भोजराज दाइको भरौटे रहेछ भन्नु होला होइन। किनभने देख्ने राम्रो गर्नलाई सबैले राम्रै भन्नुपर्छ त्यो हो। र अनि अहिले राम्रो गर्नलाई त कसैले नेपालमा देख्नै नसक्दैन हेर्नु, नेतादेखि लिएर हजार जसले कहिले पनि। रवि दाइको नि म धेरै फ्यान हो। रवि दाइले नै अहिले अब त्यस्तो अवस्थामा राखेका छन्। अनि बालेन्स शाहलाई नि खेदिरहेका छन्। कुलमान घिसिङलाई अहिले हाम्रो उज्यालोको दियो भनौँ न, बत्ती उज्यालो एउटा टुकी बत्तीहरू चाहिँ अहिले कस्तो अवस्थामा पुर्याउनु भएको थियो, उहाँलाई नि त्यहाँ ठाउँबाट निकालेका छन्। किनभने हामी सबै राम्रोलाई राम्रो भन्न सिक्नुपर्छ। राम्रोलाई सपोर्ट गऱ्यौँ भनेको हाम्रो देश बन्छ, समाज बन्छ, सबै बन्छ होइन त। ल यति चाहिँ सानो कुरोलाई चाहिँ मलाई बनाउनु मन लागेको थियो। राम्रो लाग्यो भने सब्सक्राइब गर्नु होला, मेरो युट्युब च्यानल हो गोपाल कमेडी। अनि सब्सक्राइब गर्नु होला, फलो गर्नु होला। अनि भोलि राम्रोमा कमेन्ट गरेर भन्नु होला। अर्को भिडियो नि म बनाउँदै जान्छु, हेर्दै जानु होला। नमस्कार, हस्त, धन्यवाद।